हितोपदेश अध्याय 5 व्यभिचार विरुद्ध चेतावनी। हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान दे र मेरा अन्तर्दृष्टिका वचनहरू ध्यानसित सुन। यसरी तैले विवेकलाई कायम राख्नेछस् र तेरो ओठले ज्ञानको रक्षा गर्नेछ। किनभने व्यभिचारी स्त्रीको ओठबाट मह छुन्छ र त्यसको बोली चाहिँ तेलभन्दा चिप्लो हुन्छ। तापनि अन्तमा त त्यो स्त्री पित्त झैँ तितो र दुईधारी तरबार झैँ लाग्ने हुन्छ। त्यसको खुट्टा मृत्युको बाटोतिर ओह्रालो लाग्छ, त्यसको पाइला सोझै पातालतिर लागेको हुन्छ। त्यसले जीवनको मार्गतिर ध्यानै दिँदैन। त्यसको चाल कुटिल छ, तापनि यो कुरा त्यसले थाहा गर्दिन। अब हे मेरा छोरा हो, मेरा कुरा सुन र मैले भनेका कुराहरूबाट तर्केर एकातिर नलाग। त्यस्तै स्त्रीदेखि टाढा बस, त्यसको घरको ढोका नजिक नजाओ, नत्र त तिमीहरूले आफ्नो उत्तम बल पराईलाई दिनेछौ र तिमीहरूको उमेर निर्दयीको हातमा पर्नेछ। विदेशीहरूले तिमीहरूको सम्पत्तिमा चयन गर्नेछन् र तिमीहरूका पसिनाको कमाई चाहिँ अर्कैको घरमा भरिभराउ हुनेछ। जीवनको आखिरी समयमा तिमीहरूले विलाप गर्नेछौ, जब तिमीहरूका मासु र छाला गलिसकेका हुनेछन्। तब तिमीहरूले भन्नेछौ, हाय, मैले अनुशासनलाई कसरी घृणा गरेँ र सुधार र हप्कीलाई मेरो हृदयबाट लत्याएँ। मैले मेरा गुरुहरूको आज्ञा पालन गरिन र मेरा प्रशिक्षकहरूको कुरामा ध्यानै दिइन। म पुरै सर्वनाशको खाडलमा आइपुगेको छु र सारा समुदायको सामु निन्दित भएको छु। आफ्नै कुण्डको पानी र आफ्नै कुवाबाट बगेको पानी पिए। के तेरो कुवाको पानी सडकतिर र तेरो खोलाको पानी बजारतिर बग्न दिने? त्यो तेरै निम्ति मात्र होस्, पढाइ त्यसको हिस्सेदार पटक्कै हुन नपाओस्। तेरो फोहरा आशीर्वादी होस् र तेरो युवा अवस्थाकी पत्नीसित त आनन्दित हो। मायालु मृग र राम्रे हरिण चाहिँ त्यसकै स्तनमा त सन्तुष्ट बन, त सधैँ त्यसकै प्रेममा मोहित भइरहेस्। हे मेरो छोरो, त किन वेश्याको मोहमा फस्छस्? त किन अर्काकी पत्नीलाई आलिङ्गन गर्छस्? किनभने मानिसको चाल त सधैँ परमप्रभुको दृष्टिमा रहिरहन्छ र उहाँले त्यसका सबै मार्गहरू जाँच्नुहुन्छ। दुष्ट मानिसको खराब कामले त्यसलाई पासोमा पार्छ र आफ्नै पापको बन्धनबाट त्यो जेलिन्छ। अनुशासनको अभावले त्यो मर्नेछ, आफ्नै असीम मूर्खताले त्यसलाई भरमाउनेछ।